ल है साथीहरू, खोलाबाट पनि आइयो हो, अँध्यारो भयो। घरमा गाली खाइन्छ, बुढीको गाली खाइन्छ। खोलाबाट ढिलायो र पनि गाली खाँदा खाँदा चाहिँ म एउटा प्र्याङ्क गरौँ भनेको कि तपाईँहरूले यो चाहिँ अब स्किप नगरी हेर्नुहोस् ल। उसको रिएक्सन चाहिँ कस्तो हुँदो रहेछ हो। म त छु यहाँ होइन, म त छु यहाँ। प्र्याङ्क त के गरौँ भनेको चाहिँ बिहान जाँदाखेरि यो जुन चाहिँ औँठी छ नि, दुईवटा औँठी, यो औँठी त उसले नै किनिदिएको नि त। अन्त जाँदाखेरि भने त खोलेर जानुहोस् है, पानीले बगाउँछ भनेको थियो नि त, खोलाले बगाउँछ भन्थ्यो हो। मैले पनि ल भनेको थिएँ, बिर्सेछु खोल्नु पनि। अन्त उसले सम्झाउनु पनि बिर्सेछ हो। त्यहाँबाट अहिले आएर चाहिँ एउटा खोल्छु होइन, एउटा खोल्छु, एउटा त बगायो भन्छ हो। के भन्दो रहेछ तपाईँलाई रिएक्सन त हेर्नुहोस् ल। तर भिडियो त गर्नु पाउँदिनँ, अब उसले थाहा पाइहाल्छ के प्र्याङ्क गरेकोलाई के भयो भनेर। टाढैबाट अब भन्नु पऱ्यो है, आएको टाढैबाट गर्नु पऱ्यो। नभएखेरि मोबाइल हातमा लट्काउँछु, आवाज मात्रै सुन्नुहोस् हो। छुपेर त अब अलिअलि पायो भने अब देखाउँछु उसलाई। अब डाइरेक्ट देखाएर भयो भने त थाहा पाइहाल्छ किन भिडियो गरेको भनेर हो। अन्त त्यसरी गर्छु। अब यो त खोल्छु ल, म एउटा खोल्छु। यहाँ हो के गरेर खोलौँ म। एउटा हातमा मोबाइल छ, अर्को हातले खोल्नु अप्ठ्यारो भयो, कसो गरौँ हौ। तपाईँलाई खोलेको पनि देखाउँ भनेको नि त। हेत खोलेर देखाउँछु ल। आम्माम साह्रो पऱ्यो नि खोल्नु पनि। भर्खर खोलेको भने थाहा पाउँछ होला रातो रातो भएर। खोलेर त अब यो त गोजीमा हालिदिएँ। एउटा त खोलेँ, दाग मात्रै छ। एउटा खोलेँ, एउटा त छ हो। अब एक त खोलाबाट ढिलो भएको, एक त अब यस्तो भयो भन्छु हो। अन्त मोबाइल त साइडमा हातमै राख्छु। अब मौका पाएँ भने देखाउँछु, उसको रिएक्सन पाएन भने त आवाज मात्रै सुन्नुहोस्, बोल्छ कि बोल्दैन। उता रिस हेर्न बोल्दैन, चुप्प लाग्छ। र पनि हेरौँ ल।